हेलो गाइस, वेलकम टु माई च्यानल होइन। सबैजना सन्चै हुन्छ होला। म पनि एकदम धेरै सन्चै छु। आज चाहिँ मेरो छुट्टी, यता हाम्रो दाइको पनि छुट्टी होइन। दाइ चाहिँ छुट्टी हो, तर बिहानै काम मेसेज नहेरिकन काममा जानु पर्ने तयारी छोराछोरा बोकेर जाँदै थियो। अनि मैले अफ हो दाइ भने, मेसेज हेरेको अफ रहेछ। दाइलाई पनि सोधेँ अफ भन्नु हो। अनि दाजुभाइ चाहिँ टक्क उहाँ मार्केट जाँदैछौँ, यसो सानोतिनो सामानहरू किन्नुपर्ने छ। त्यही भएर अनि उताउतै कम्पनी गएर खाजा नै खाएर आइदिने होइन। बल्ल बल्ल पाएको गएर खाजा खानु पर्दैन। यहाँ खाजा खायो भने कति 5 ग्रामको खाजा खाइन्छ, त्यस्तो छ। अब दिउँसो खाना भने बस्छ भने बेलुकातिर बस्छ खाना। छुट्टीको दिन पनि आजै होला निक्लेको पनि आज रुमको रुम सुते हो होइन। बिहानदेखि बेलुका सुते हड्डी काराकुर भनेर सुतेको सुत्यो। ल तपाईँलाई मैले म मल पनि देखाउँछु होइन, जाने मार्केट पनि हेर्नुहोस्। आज मेरो भिडियो हामी जाने मार्केट चाहिँ उयो हो होइन। गाडी चाहिँ सायद अफरमा होला कि चिट्ठामा हो त्यो सायद। मैले चिठा काटेर फिक्स त्यो गाडी पर्छ, तर म काट्दिनँ नि त, किनकि मसँग लाइसेन्स छैन। त्यही भएर अनि आज एउटा खुसीको खबर, बिहान बिहानै उठेर यस्तो हेरेको मजाले हुस्सो लागिरहेको रहेछ। जाडो महिना सुरु भयो भनेर खुसी पनि भएको, फेरि घाम लाग्न सुरु भयो। बिहान आधी घन्टा चाहिँ चिसो, त्यहाँदेखि चाहिँ गाह्रो छ हामीलाई। हामी चाहिँ मार्केट छिरिसक्छौँ। दाइले हेर्दैछ सामानहरू। यहाँ दाइले सरफ किन्यो भन्नुहुन्छ, सरफको चाहिँ यहाँ छ भण्डार स्टोरहरू। मार्केटमा घुम्नुको फाइदा भनेको बाहिर अलिक घाम छ नि त, भित्र अलिक चिसो हुन्छ, त्यो पनि फाइदा छ एक त होइन। अरू चाहिँ खासै फाइदा छैन, त्यो हल्का चिसो। माथि गएर एउटा दारी काट्ने मेसिन हेर्नुपर्ने छ। अब भर्खर 2-3 महिना हुँदैछ, 2 वर्ष चाहिँ लिएर जानुपर्ने छ, साउन्ड लिएर जानुपर्ने होइन। बाइक घुमेको छ। मलाई मनपर्ने भनेको चाहिँ नाइफहरू, खासमा नाइफको कलेक्सन चाहिँ मलाई मनपर्छ। किचन आइटमको चाहिँ जुस यति छ, तर त्यो म खासै खाँदिनँ आजभोलि। कोल्ड ड्रिङ्क्सहरू खानु मन लाग्दैन आजभोलि। त्यही भएर यो चाहिँ सेकेन्ड बिल्डिङमा आइयो हामी होइन। त्यही इलेक्ट्रोनिक सामानहरू, लुगाहरू पाइन्छ, तल चाहिँ कस्मेटिकहरू पाइन्छ। त्यस्तै छ। गीत पनि गाइन्छ नि घरिघरि, तर के गर्नु। आज मेरो बुढीलाई चाहिने सामान रहेछ हौ। जङ्गल पनि हानिन्छ क्या एक त। ए दुई त हानिन्छ, नेपाली हो नि। ए मेरो बुढीको लागि सामानहरू टन्नै। त्यो चाहिँ मेरो छोराको लागि पनि रहेछ क्या होइन, गाडीहरू। सब थोक पाइन्छ, खबर काट्ने ठाउँ। यसको सोच धेरै छ मेरो साथीभाइहरूसँग टक्क गएर क्याम्पिङ जाने विचार होइन। अनि टक्क यहाँ बारबिक्यू पोल्दै खाँदै टेन्टभित्र बस्दै कम्ती मजा आउँछ साथीभाइसँग। अब चाहिँ हाम्रो सपिङ सबै सक्यो होइन। अब हामी जान्छौँ रुमतिर। अनि हेर्दै गर्नुहोस् मेरो भिडियो सबैजनाले, लाइक फलो युट्युबमा गएर नि हेरिदिनुहोस्। दिपन मोक्तान छ होइन, त्यही भन्न चाहन्छु। हस्त नमस्कार, बाई बाई।